हिन्दू धर्मको बारेमा 25 आश्चर्यजनक तथ्यहरू। आउनुहोस् जानौं के हुन त आश्चर्यजनक कुरा। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। 1. हिन्दू धर्म क्रिश्चियन र इस्लामलाई नजिकबाट पछ्याउने संसारको तेस्रो ठूलो धर्म हो। यद्यपि शीर्ष दुई धर्मको विपरीत 95 हिन्दूहरू एउटै राष्ट्रमा बस्छन्। 2. यदि तपाईले कुनै धार्मिक हिन्दूलाई सोध्नुभयो भने कृष्ण वा राम कहिले जन्मे, तिनीहरूले 50 मिलियन वर्ष पहिले वा कुनै अन्य अनियमित ठूलो संख्या जस्तो जवाफ दिनेछन्। वास्तवमा यसले फरक पर्दैन, किनभने हिन्दूहरू गोलाकार समयमा विश्वास गर्छन्। 3. हाम्रो प्रत्येक समय चक्रमा 4 मुख्य अवधिहरू छन्: सत्ययुग, निर्दोषताको स्वर्ण युग, त्रेतायुग, द्वापर युग र कलियुग। अन्तिम चरणमा मानिसहरू यति फोहोर हुन्छन् कि पुनः सबै कुरा सफा हुन्छ र फेरि नयाँ चक्र सुरु हुन्छ। 4. हिन्दू धर्म प्रमुख विद्यमान धर्महरू मध्ये सबैभन्दा पुरानो हो। यसको मौलिक ग्रन्थ ऋग्वेद 3800 वर्ष पहिले लेखिएको थियो। 5. ऋग्वेद मौखिक रूपमा 3500 वर्षको लागि समानान्तर रूपमा पारित भएको थियो र अझै यसको हाल वर्तमानमा कुनै ठूलो भिन्नता छैन। गुणस्तर सामग्रीमा कुनै हानि नगरी यति ठूलो राष्ट्रका मानिसहरूबीच मौखिक रूपमा कामको मुख्य निकाय पारित गर्न पाउनु साँच्चीकै अद्भुत उपलब्धि हो। 6. अन्य प्रमुख धर्महरूको विपरीत हिन्दू धर्मले धनको खोजीलाई पाप मान्दैन। वास्तवमा हामी लक्ष्मी, कुबेर र विष्णु जस्ता धेरै देवताहरूको रूपमा धन मान्छौं। हिन्दू धर्मको 4 स्तरको पदानुक्रम छ: काम, यौन कामुक सहित सुखको खोजी, अर्थ, जीविका, धन र शक्तिको खोजी, धर्म, दर्शन, धर्मको खोजी र समाजप्रतिको कर्तव्य र मोक्ष, मुक्ति, र हामी माथिदेखि तलसम्म प्रगति गर्छौं। र यसरी हिन्दूहरू प्राकृतिक पुञ्जीवादी हुन्। 7. हिन्दू धर्म दक्षिण एसियाका अन्य प्रमुख धर्महरू मध्ये 2 को लागि मूल धर्म हो: बौद्ध र सिख धर्म। यो यसको बहिनी धर्म जैन धर्मसँग पनि नजिकको सम्बन्ध छ। 8. हिन्दूहरूको लागि सबैभन्दा पवित्र संख्या हो 108। यो सूर्यको दूरी पृथ्वीबाट सूर्यको व्यास वा चन्द्रमाको दूरी पृथ्वीबाट चन्द्रमाको व्यासको अनुपात हो। यसरी हाम्रो प्रायजसो प्रार्थना मोतीहरू पनि 108 छन्। 9. नेपालभन्दा बाहिर हिन्दू धर्म भारत, मौरिसस, बाली, फिजी र श्रीलङ्काको दोस्रो ठूलो धर्म र इन्डोनेसिया, कम्बोडिया र मलेसिया लगायत दक्षिण पूर्व एसियाका अधिकांश भागहरूमा धेरै विदेशी क्षेत्रहरूमा प्रमुख धर्म हो। 10. महाभारतको हिन्दू महाकाव्य, जुन प्राय हिन्दू धर्मका सिद्धान्तहरू सिकाउन प्रयोग गरिन्छ, 1.8 मिलियन शब्द लामो कवितामा लेखिएको छ। 11. अन्य सबै प्रमुख धर्महरूको विपरीत हामीसँग संस्थापक वा अगमवक्ता छैन, जस्तै मूसा, अब्राहम, येशू, मोहम्मद वा बुद्ध। हिन्दूहरूका अनुसार धर्मको कुनै उत्पत्ति छैन। 12. लोकप्रिय पश्चिमी अवधारणाको विपरीत हिन्दू धर्ममा योग केवल एक व्यायाम दिनचर्या होइन। 13. हिन्दूहरूका लागि 4 सबैभन्दा पवित्र जनावरहरू गाई, हात्ती, सर्प र मयूर। गाई नेपालको राष्ट्रिय जनावर पनि है। 14. संसारको सबैभन्दा ठूलो धार्मिक संरचना कम्बोडियामा अङ्गोरोड दक्षिण पूर्व एसियाका हिन्दू राजाहरूले निर्माण गरेका थिए। 15. हिन्दू धर्मको कुनै औपचारिक संस्था छैन, कुनै पोप, कुनै बाइबल र केन्द्रीय निकाय छैन। 16. इसाई वा मुस्लिमहरू भन्दा फरक, हामी कुनै पनि समय जुनसुकै दिन मन्दिर जान्छौं। त्यहाँ कुनै विशेष दिन, आइतबार मण्डली वा शुक्रबार प्रार्थनाहरू छैनन्। 17. हिन्दू शास्त्रहरू संगठित छन्। वेद अमूर्त ग्रामीण स्तरबाट धेरै तहमा लेखिएका र ब्रह्माण्डको गहिराईमा गएर लेखिएका कविताहरू, उपनिषद, संसारको बारेमा वैज्ञानिक प्रवचन र तर्कहरू, ब्राह्मण, अनुष्ठान गर्ने, अरण्यकस, जंगलमा मानव मन र प्रकृतिमा गरिएका प्रयोगहरू, पुराण, हिन्दू देवताहरूको बारेमा पौराणिक कथाहरू र इतिहास, ऐतिहासिक घटनाहरूमा नोटबुकहरू। 18. हिन्दूहरू कुनै कुराको लागि शोक गर्दैनन् र खुशीलाई धार्मिक उपलब्धिको उच्चतम रूप मान्छन्। तसर्थ धेरै अन्य धर्महरू भन्दा फरक हाम्रो लागि त्यहाँ कुनै दुःखद चाडहरू छैनन् जहाँ हामीले शोक गर्नुपर्दछ। 19. आगो र ज्योति हिन्दूहरूको लागि सबैभन्दा पवित्र प्रसाद मध्ये एक हो। यज्ञको अवधारणा, आगोमा चीजहरू चढाउने, हिन्दू धर्ममा पूजाको उच्चतम रूप मानिन्छ। यसले सबै कुराको अन्त्य हुन्छ भन्ने धारणाको प्रतीक हो। 20. हिन्दू धर्मको सबैभन्दा पवित्र कार्यहरू ऋग्वेद 33 मुख्य देवताहरूको कुरा गर्दछ।
यद्यपि अधिकांश हिन्दूहरूले वेदलाई सबैभन्दा पवित्र मान्छन्, ती 33 देवताहरू मध्ये कुनै पनि अहिले मुख्यधाराको पूजामा छैनन्। 21 हिन्दू धर्ममा त्रिदेव ब्रह्मा, विष्णु र शिवलाई निर्माण, पालन र संहार देवताका रूपमा लिइन्छ। यिनीहरू मध्ये विष्णु र शिवलाई परब्रह्म, सबैभन्दा शक्तिशाली मानिन्छ। 22 हिन्दूहरू पुनर्जन्म र कर्ममा दृढ विश्वास गर्छन्, अर्थात् मेरो अर्को जन्म यस जन्मको कर्मले निर्धारण गर्नेछ। 23 हिन्दूहरूले विशेष अवसरहरूमा आफ्ना देवताहरू बोक्न ठूला ठूला रथयात्रा गर्छन्। यी मध्ये केही रथहरू ठूला हुन सक्छन्, कहिलेकाहीँ तिनीहरूले नियन्त्रण गुमाउँदा मानिसहरू मर्छन्। सबैभन्दा ठूलो जगन्नाथ रथयात्रा है। 24 हिन्दूहरूले गंगालाई सबै पानीहरूमध्ये सबैभन्दा शुद्ध मान्छन् र यसमा नुहाउँदा तिनीहरूका पापहरू शुद्ध हुन्छन् भन्ने विश्वास गर्छन्। 25 कुम्भ मेला। सन् 2013 मा भएको महाकुम्भ मेलामा 10 करोड भन्दा बढी मानिसले भ्रमण गरेको यो विश्वको सबैभन्दा ठूलो शान्तिपूर्ण भेला मानिन्छ। अधिकांश साधु र सन्तहरू समाधिमा रहेको र कुम्भ मेलामा मात्र देखा पर्ने गरेको बताइएको छ। आजको जानकारी कस्ता लाग्यो कृपया कमेन्टमा लेख्नुहोला।